सो हेलो नमस्ते एन्ड गुड मर्निङ टु एभ्रिबडी र म भर्खरै उठेको होइन अहिले चाहिँ त्यस्तै 9 कति भयो होला मैले मेरो ओछ्यान पनि मिलाएको छैन जस्ता त्यस्तै छ ओछ्यान पनि र भन्नुपर्दा चाहिँ के भने अबदेखि मैले डेली हप्तामा 2 टा 3 टा लगाउने मैले कुरा सोचेको छु होइन। सो आई डोन्ट नो कतिले हेर्नुहुन्छ कतिले हेर्नु हुँदैन। इफ हेर्नुहुन्छ भने थ्याङ्क्स फर हेर्नका लागि थ्याङ्क यू होइन। इफ हेर्नु हुँदैन भने हेरिदिनु होला। सो बेसिकली म डेली के नै देखाउँछु भने म अब मेरो डेली रुटिनै देखाउँछु कि म बिहान बिहान जे गर्छु त्यही देखाउँछु म होइन। सो कतिलाई मन पर्ला कतिलाई मन नपर्ला सो त्यसमा चाहिँ म केही भन्न सक्दिनँ। सो अब चाहिँ म मेरो ओछ्यान मिलाउँछु अनि त्यसपछि खाना खाने हो त्यही हो। अरू चाहिँ के नै गर्छु र पढ्छु पनि म बेलुका बेलुका पढ्छु। अहिले चाहिँ म आजदेखि मैले पढाउनु सुरु गरेको छु। सो एक्जाम आउँदैछ नजिकै छ होइन घाँटीमै आइसक्यो। सो अब पढ्न पनि थाल्नुपर्छ र सुरुमा चाहिँ ओछ्यान मिलाउँ होइन अनि पढ्ने कुरा। सो मेरो यो ट्राइपोडको यहाँको म्याग्नेट कुन चाहिँले चोरो कि जिममा त्यो राख्दाखेरि यसो म जिममा यसो जहाँ पनि टालिदिइराख्छु कि यसरी फोन अनि त्यतिखेर उक्यो कि कहाँ गएको नि यो ट्राइपोडको यहाँको उयो नै हराएछ। अनि यस्तो खालको छ क्या मेरो ट्राइपोड यो चाहिँ कस्तो छ भने सुरुमा यो यतिकै अड्किन्छ क्या यहाँनिर तर यो यसले ब्यालेन्स गरेन क्या फोनलाई यो हल्लिन थाल्यो क्या एक्कासी। सो मैले यो यसलाई उकाएर मैले म्याग्नेट टालेको थिएँ यहाँको म्याग्नेट एउटा चाहिँ लग्यो कि कसले थाहा भएन आई डोन्ट नो होइन। इफ लगेको भने कसले लग्यो थाहा नै छैन मलाई। म भरे गएर जिममा हेर्छु यहाँको एउटा म्याग्नेट छैन क्या मेरो के हो अच्छा अब यो फोनै अड्डिँदैन यो एकतिर इन्ब्यालेन्स भइहाल्छ क्या। We have our first meal. Mom, aloo banda र this I don't know this is what it is. अनि दाल होइन। Let's have our first meal. त्यसपछि जिमतिर जाने हो। Here is our first exercise for हाम्रो chest incline barbell press. यसमा तपाईँहरूको मेसिन छ भने मेसिन पनि युज गर्न सक्नुहुन्छ होइन। र डम्बल छ भने डम्बल पनि भन्छ। यो चाहिँ म चाहिँ यो चाहिँ तपाईँहरूको बडी टाइपमा डिपेन्ड गर्छ तपाईँले कस्तो कुन टाइपको कुन एक्सर्साइज गर्छ। तपाईँको चेस्टमा बढी फिल हुन्छ नि अप्पर चेस्टमा त्यो एक्सर्साइज गर्नुलाई म चाहिँ बारले नै कम्फर्ट लाग्छ। मेरो डम्बलले कम्फर्ट हुँदैन किनकि मेरो एल्बोमा अलिकति मलाई कस्तो हतार हुन्छ क्या त्यो आई युज डम्बल। सो तपाईँहरूले बार मेसिन केबल पनि युज गर्न सक्नुहुन्छ केबलमा पनि। सो त्यो रेकर्ड गरेर बिचमा लाइट गयो सरी फर द्याट त्यो भएर कालो भएको छ होइन। हाम्रो सेकेन्ड एक्सर्साइज रहेको छ केबल फ्लाइ। यसमा तपाईँले केबललाई तपाईँको सोल्डर टाउको सिधा राख्ने अनि म के हो बडी त सुपरम्यान स्टाइल जति राखेको सो सरी केबललाई टाउको सिधा राख्ने र पछाडि जाँदा पुरै स्ट्रेच अगाडि ल्याउँदा स्क्विज हान्ने मजाले जसलाई स्क्विज हान्ने त हाम्रो सोल्डर पनि के हो वाट दुई सोल्डरमा फाइबर दिन सक्नुहुनेछ। र यसमा तपाईँहरूलाई कतिले बिगिनरलाई यसमा फिल हुँदैन कतिलाई फिल हुन्छ। फिल हुँदैन भने वेट कम हान्ने होइन कम मिलाएर हान्नु होला तपाईँलाई फिल हुन थाल्छ। फिल हुँदैन भने ट्राई गर्नु होला। ट्राई गरिदिएपछि फिल हुन थाल्छ माइन्ड मसल कनेक्सन मिलिहाल्छ। यसमा सबैभन्दा गाह्रो माइन्ड मसल कनेक्सन बनाएको लागि सो प्र्याक्टिस गर्दै गर्नु होला तपाईँहरूको माइन्ड मसल कनेक्सन ठिक हुँदै जान्छ। र यसमा चाहिँ वेट थोरै रेप धेरै हान्ने छ मेरो चाहिँ यही भन्छु। इफ तपाईँहरूले वेट धेरै रेप धेरै हान्दा पनि हुन्छ सक्नुहुन्छ भने सक्नु हुँदैन भने वेट थोरै रेप धेरै केडा हान्दिने 10-20 केजी 2-3 प्लेट हाल्ने 20-25 हान्दिने। सो त्यो हाम्रो सेकेन्ड एक्सर्साइज हाम्रो चेस्टको लागि।
हाम्रो चेस्टको लागि लाग्छ त्यो चेस्ट प्रेस मेसिन हानेको थिएँ मैले चाहिँ होइन तर लाइट चाहिँ हाने फक भएछ सरी फर द्याट लाइट पुरै भएछ सरी फर द्याट मैले त एङ्गल मैले हेरिनआएको त्यो भिडियोमा बनाउँदाखेरि त्यतिखेर राम्रो देखिरहेको थियो तर मान्छे गयो तर त्यसमाथि कालो भएको छ त्यो केही देखेको छैन क्या यो मिसिन चेस्ट प्रेसले तपाईँको लोवर र मिड चेस्ट चाख्छ र त्यो लाइट चाहिँ फकै भएछ सरी फर द्याट है